मंगल होस् सबको मंगल होस्। सो हेलो गाइज, आज चाहिँ हामी साथीहरू रमाइलो गर्नको लागि निस्किँदै छौँ। मसँग पछाडि हुनुहुन्छ सेन्डी हैन। अब हामी चोक चोकमा केटाहरूलाई लग्दै मेरो ग्याङ रोस्सु ग्याङलाई लगेर जानेछौँ, बवाल मस्ती गर्नेछौँ। गाइज कस्तो लाग्दैछ मेरो साथी? हामी जानला छु घुम्नलाई, तर कहाँ घुम्ने भन्ने हामीलाई थाहा छैन। अब साथीहरूलाई भेटौँ अनि त्यसपछि डिसाइड गरौँ। डिसाइड त्यही हो हाम्रो त के हो, एक ट्याग नोट कन्ट्याक्ट वाला हो त्यो। एक टेक नो टेक सिधै डाइरेक्टली कन्ट्याक्ट रोशन ग्याङ हो। एक दिन मर्ने हो, 2 दिन बाँच्ने हो। महाकसम सबैले रमाइलो गर्नुपर्छ हैन, तपाईहरुको लागि भनेर हो। म यस्तो हुन्छ आजभोलि को केटा केटीहरू सोशल मिडियाको लागि ज्यान दिने हैन भाइ। तेरो दाइ आइसकेको छ, तेरो दाइ फेरि म्यादी भइसकेको छ भने यस्तै हो। सँग छन् मुजी उमेशजी, अनि हाम्रो दाइ, अनि हाम्रो आर्यन सिग्देलको भाइ प्रेम देउवा, अनि हाम्रो पुरानो चान हिमाल जान, अनि हाम्रो फेमस युट्युबर रोशन पनेर भ्लग। ल मलाई त सबैजना चिनेको छन्। ल आज हामी जान्दैछौँ चुने पानी। ल अब हामी बसे, ल जाउँ। सो लेट्स गो। सो अब हामी हिँडिसके चुने पानीको लागि। सो लेट्स गो। कस्तो लाग्दैछ आज रोशन? बवाल बवाल, मलाई लास्ट रमाइलो लाग्दैछ किनकि म फर्स्ट जाँदैछु नि त, अहिलेसम्म गएको छैन चुने पानी। आज हामी जान्दैछौँ चुने पानी। चुने पानीमा गएर हामी चुना लगाएर आउँछौँ। केटाहरूलाई पनि पछाडि आइसके, हाम्रो पछाडि छन् 6 जना 4 जना छन्। सो लेट्स गो। अब चुने पानी कस्तो छ हेरौँ अनि थाहा हुन्छ चुने पानी किन 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 रोक्यो? केटाहरू लप्ला 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 बढ्यो लप्ला। अरे यार, हामीसँग छ प्रेम देउवा, आजको स्पेशल गेस्ट। देउवाजी कस्तो लाग्दैछ आज? एकदम रमाइलो छ। डेस्टिनेसन कहाँ हो थाहा छैन, त्यही पनि चुने पानी गो विथ द फ्लो छ। सो हामीसँग छ देउवाजी, तर देउवाजीको फेस त राम्रो छैन, नदेखिन पनि सक्छ। आवाज चाहिँ मिल्छ। शेरबहादुर देउवाजीको नाति, जापान रिटर्न वाला शेरबहादुर देउवाजीको नाति अनि शेरबहादुरको नाति, आफ्नै नातिको नाति। देउवाजी कस्तो लाग्दैछ? एकदम रमाइलो केटा। अब फाइनली हामी चाहिँ चुने पानी पुगिरहेको। गाडी बोलाइदियो सिकेर। बवाल बवाल ठाउँमा पुगेका छौँ गाइज। मा कसम कस्तो बवाल पुल छ। हाम्रो नेक्स्ट राइडर आउँदैछन्। अब हाम्रो अर्को राइडर प्रेम देउवा आउँदैछ। प्रेम देउवा कस्तो लाग्दैछ सिन? एकदम राम्रो पुल। यता यति राम्रो पुल रहेछ त यार। ल कस्तो लाग्दैछ, के भन्न चाहनुहुन्छ हाम्रो यहाँ केटाहरूलाई? सिनहरु देखाइदिनु नि उता। मेरोमा रोशन ग्याङलाई के भन्न चाहनुहुन्छ? रोशन ग्याङलाई ल केटाहरू, ल रोशन ग्याङलाई एकदम, रोशनको च्यानलले सबलाई सब्स्क्राइब गरिदिनु, सबले सब्स्क्राइब गरिदिनु रोशन च्यानल। अनि भएन टिकटकमा कहीँ कतै देख्नु भयो होला मलाई पनि। हाम्रो प्रेम देउवालाई, हाम्रो आदरणीय शेरबहादुर देउवाका घनिष्ठ नातेदार, हाम्रो नाति पनि प्रेम देउवा। टिकटकमा आएर प्रेम देउवालाई फलो गरिदिनु। सबजनाले लब्बी माया पनि देखाइदिनु प्रेम देउवाजीलाई। हाम्रो जापानको सेन्सी छ, सेन्से रिटर्न। केही भन्थ्यौ त सेन्सी? हाम्रो हाम्रो 16 सेन्सी हो। कोही केटी छ भनेपछि बिहे गर्ने लायक कन्ट्याक्ट गर्नु होला। 1 कन्ट्याक्ट नो ट्याक्ट थियो। चुने पानीको बाटोमा पुग्दैछौँ। लगभग आधा घन्टा नै, आधा किलोमिटर जति बाँकी छ। 1 किलोमिटर जति यो होला। चाहिँ हरियाली देख्न सक्नुहुन्छ यहाँको हाम्रो चुने पानीको। अनि अगाडि हाम्रो देवाजी आजको प्लान के छ? त्यहाँ बोल्यो नि, यहाँ सुनिन्छ राजा, बोलो बोलो। प्लान के छ आज? प्लान अनप्लान्ड हो। प्लान त्यस्तो केही छैन। विचार छ? बाटो चाहिँ टप छ। आज रमाइलो चाहिँ के गर्नुहुन्छ देवाजी? होइन, फुल ब्लग हेर्दै गर्नु होला, रमाइलो भइरहन्छ। आज डान्स हुन्छ कि नै? हाम्रो डान्स पनि हुन्छ, किन नहुने, बवालै हुन्छ। नेचरको भ्यू इन्जोय गर्नु होला। फुल ब्लगमा नेचरको सब आउँछ। अनि देवाजीको डान्स Keep watching guys, keep watching भन्दैछ कि वाचिङ भन्दैछ? keep watching vlog भने नि keep watching vlog। हामी चारमा को मन पर्यो? ए भनेपछि बी मा म, सी मा इङ्ग्लिस राम्रो बोल्नु पर्यो नि त। जापानको सेल्फी जो मन पर्यो कमेन्ट हान्नु होला। हैन, त्यो ब्याक क्यामेरा गर्नु मिल्छ भने यतादेखि देखाइदिएन कति राम्रो छ, अगाडिजहरुलाई देखाइदिनु पर्यो। कस्तो लाग्दैछ यताको हरियाली भ्यू? हरियाली बवाल हामी नेचरको ब्युटीमा छु कि अहिले। लब्बी वाला फिल आयो। ल देवाजी यहाँ स्माइल, एउटा किलर स्माइल स्माइल भन्ने यार हातैन यार। कमन अगाडि आउनु। जापानको दाइ प्लिज बिग लब्बी सब जग्गा यो हाम्रो हर्सन भएर चिटिक्क भएर अब चाहिँ हामी पुग्न लागेछौँ।
यो चाहिँ जङ्गलको हाम्रो चुने पानीको ए विषय हो। भाइरल जङ्गल बाइकमा नबोल्नु, यता आएर चुने पनि लाग्न सक्छ चुने पानी आउँदाखेरि सबभन्दा बगलै मजा आउने रोडै होइन यो हाम्रो प्रेम देव अब मुत्न जान्छ कि हो त्यस्तो नभन्नु ब्लगमा त्यो जे लाग्यो ल केटाहरूलाई लाग्यो अहिले चाहिँ हामी पुगेका छौँ हरियो वन नेपालको धन हाम्रो प्रेमजी कस्तो लाग्छ तपाईँलाई यो हरियो वन यो जङ्गललाई चाहिँ के भन्छ यो जङ्गललाई हाम्रो केडा रोइटिङमा फाइनली हामी पुगिसकेका छौँ कमेन्ट डाउन। चन्दजी छन् जो कि उहाँ भाइरलै हुनुहुन्छ होइन अनि जङ्गललाई के भन्छ कि अनि यो चाहिँ हाम्रो प्रेम देवजी आज के भन्न चाहन्छन् ल प्रेम देव म अहिले चाहिँ के भन्न चाहन्छु हाम्रो रोशन के छ च्यानलको नाम रोशन ब्लगरलाई चाहिँ सबले सब्स्क्राइब गरिदिनु होला ल यस्तै राम्रो भिडियोहरू आगामी दिनमा पनि आइरहनेछन् हेर्दै गर्नु होला किप सपोर्ट गाइज किप वाचिङ ब्लग्स गाई के भन्नु त्यो भन्दा ल प्रेम देव आजको प्लान चाहिँ के छ प्लान केही छैन चुने पानी पुगेपछि के गर्छौ चुने पानी जाने रमाइलो गर्ने त्यति नै हो यो चाहिँ हाम्रो चुने पानीको सिन कमाल छ यार कमाल बवाल यो बाटो कहाँ जाने रहेछ गुगुला सोध्दा यो बाटो कहाँ जाने यो बाटो कहाँ जाने रहेछ यो बाटो चाहिँ चुने पानी जाने रहेछ मलाई पनि थाहा थिएन मेरो चाहिँ फर्स्ट टाइम हो यो बाटो ए कस्तो फर्स्ट एक्सपिरियन्स कस्तो होइन म लाग्यो चाहिँ पहिलोचोटि जान लाग्यो केटाहरू चाहिँ गइसकेको रहेछ है राम्रो ठाउँ छ गाइस सबैले आइदिनु होला एकचोटि भिजिट चाहिँ जरुर गरिदिनु होला जरुर मेची तिम्रो बिहे भएपछि यता हनीमुनको लागि आउँछ हनीमुनको लागि होइन बुढीलाई लगेर चाहिँ आउँछ सबजना प्रेम देवाको बिहेमा जलुल आइसेला भन्ने यस्तै यहाँ पनि सबैजना जरुर आइसेला होइन म आफ्नो बुढीलाई घुमाउन चाहिँ ल्याउँछु यता हिमाल दाइ तपाईको बुढीलाई घुमाउँछौ कि नै फाइनली पुरा जङ्गल हाइकिङको लागि पनि पर्फेक्ट छ होइन हाइकिङको लागि सबको लागि पर्फेक्ट जङ्गल छ ओ माय गॉड त्यही हो अनि लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला केटाहरू हामी यहाँ चुने पानी पुगिसकेका छौँ हाम्रो यहाँ पछाडि हुनुहुन्छ हाम्रो देउबाजीका नाति हाम्रा आदरणीय हेर्न सक्नुहुन्छ उहाँले त्यो बियरको पेटीमा चाहिँ उहाँले चिकन राइस चाउमिन मोमो के लिएर आउनु भएको छ अनि हाम्रो यहाँ केटाहरू फेरि मर्यो सम्पत्ति जाने हाम्रो चिप्ली हो भने सेन्डी रोक न यो सघाउन तिमी ओहो अब चाहिँ हामी फाइनली चुने पानीको चुनावमा पुग्दैछौँ हामीसँग छन् उमेश साथी कस्तो लाग्दैछ एकदम रमाइलो लागिरहेको छ हामी चाहिँ 1 सालपछि भेटेका छौँ अहिले जम्मा 1 सालै भयो अनि हामीसँग छन् जापानको सेन्सी द मोस्ट पपुलर सेन्सी अफ एउटा स्माइल हिमाल दाईको एउटा स्माइलमा जापानको केटी फिदा भएर मरेको थियो त्यही भएर हिमाल दाईले आजकल चस्मा लगाएर स्माइल हान्दैन होइन हिमाल दाई अनि हाम्रो डब्बु डब्बु कस्तो लाग्यो डान्स मेरो डान्स ल एउटा डान्स ल डान्स ल डब्बु ल डान्स लाइभ कस्तो लाग्यो कमेन्ट डाउन बिलो बवाल लाइभ ल जलपरी हाम्रो जलपरी ल डब्बु एउटा डान्स ल यार एउटा डान्स त हान यार ल हान रोजा ल बिलो ल स्विमिङ एक्सपर्ट प्रेम देवा प्रेम तेरो त्यो शेरबहादुर देवा तेरो दाइ हो बजे हो मेरो भाइ हो सँगै गुच्चा खेलन दिया ओ भाइ खै प्रेम बडी फ्लेक्स ल बडी ओ ल उठेर हल्का उठेर यार ब्याक पनि ल प्रेम ब्याक पनि ल ब्याक पनि ल पुगेका छौँ मान्छेको चहल पहलको आवाज सुनिरहेछौँ हामी यता गाइज हामीले फुल मस्ती फुल रमाइलो गरेर हामी अब टक्क पारेर पुग्दैछौँ हाम्रो आफ्नो डेस्टिनेसनमा थियौँ हामी अहिले चाहिँ मान्छेको बस्तीमा पुगिसक्यो मान्छेको आवाज सुनिरहेछौँ अनि हामी दुईवटा ह्यान्डसमको चल्लो ठोक तल अनि म ह्यान्डसम भयो भने चाहिँ टक्क पारेर ए लेखिदिने अनि हाम्रो देउबाजीको नातिजी भयो भने तपाईँको बी लेख्ने ल केटाहरू ल चाँडो है अरू के छ डब्बु तपाईँको भनाइ मेरो एकदम ठिक छ म पनि डाइ फान्डौ फाइनली गाइज हाम्रो रोशन ब्लगमा हाम्रो बाबाजी भेटिसक्नु भएको छ जय हो शम्भो
जय शम्भु युवा शक्तिको जय हो जागा जागा युवा जागा जागा दुई शब्द हाम्रो रोशन युवा युवा जागा 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 केटाहरू सबले जाग्नु पर्यो हाम्रो यहाँ भनिसक्यो हाम्रो बाबाजीले सबैजना जागो भनेर जागा ल भन्नु त जागा जागो। जाग्ने समय जागो हो जागो दुई युवा चाहिँ शान्तमा छन् यहाँ दुई युवा जाग्ने अब हामी समय चाहिँ हो जागिसक्यो जागा जागा इन्दुलाई जगाउनु पर्ने छ जाग्दै छैनन् जागिहाल्छन् तपाईँ काटियो काटियो मङ्गल मङ्गल हो ल केटाहरू सबैभन्दा मङ्गल हो मङ्गल हो ल सबको मङ्गल हो मङ्गल मङ्गल हो सबको मङ्गल हो मङ्गल होस् मङ्गल होस् सबको मङ्गल होस् जय शम्भु अरू के छ जागा युवा शक्ति जागा जागा युवा शक्ति अघि सारा धर्मको लागि जय हो जय जय हो मङ्गल होस् मङ्गल मङ्गल होस् मङ्गल होस् जागो जागो युवा शक्ति अघि बढ हाम्रो के भन्नुभयो बाबाजी धर्मको लागि धर्मको लागि होइन ल बाबाजीलाई भेटेका छौँ असाध्यै रमाइलो भएको छ हामीले बाबालाई मस्ती गऱ्यौँ बाबाजी के भन्न चाहनुहुन्छ सबैजनालाई बाई बाई सबैजनालाई आशीर्वाद दिन चाहन्छु सबै युवाहरूको कार्यक्रम सफल होस् आगामी कार्यक्रम यस्ता धार्मिक कार्यक्रमतिर चाहिँ मन लागोस् सबै युवा एकट्ठा भएर हाम्रो देशको लागि एउटा ठुलो शक्ति तयार होस् हाम्रो देश बनोस् धर्ममय चाहिँ सङ्गति मिलोस् सधैँ हामीले धर्ममय कार्यक्रममा जुट्ने मनस्थिति बनोस् बाबा सिद्धले यो आशीर्वाद सबलाई दिउन् सबैजनालाई आशीर्वाद दिनु भएको छ हाम्रो बाबाजीले बाबाजी बाई बाई जय होस् सबैजना जय होस् केटाहरू कस्तो लाग्यो आज एकदम रमाइलो छ केटाहरू हामी सबैलाई एकदम रमाइलो लागेको छ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा टक टक पारेर ठोक्ने हो हस् त धन्यवाद अर्को स्याटरडे हामी योभन्दा नि कडा भिडियो लिएर आउनेछौँ त्यसको लागि अहिले यतिमा छुट्टिनेछौँ बाई बाई लभ यु